यहाँ हो एकचोटि कसको मेरै भाइको हेरिदिउँ न त गाना तिमीहरू कसको भन्छौ रेक्स वुल्फ कुस होइन डब्लुएलएफ कुस यसले मलाई भने दाइ तपाईँ त वुल्फ नभन्नु भनेर डब्लुएलएफ मेरो भाइ नदिसा 4 महिना 4 दिन अगाडि एजेक्स बिर्सिन्न फिचरिङ रेक्स मोक्ष नै भन्छ नि के भन्छ अनि डब्लुएलएफ कुस हेरौँ है यिनीहरूको कति हो के गरेछ हेरौँ है त म त बालै छैन मेरो भाइले पनि यहाँ खान्छ भने खायो प्याक खायो पात खायो एक खायो एडहरू हेर्नुपर्ने हुन्छ क्या तिमीहरूले पनि मसँगसँगै यस्तै एड आयो भने चाहिँ म युट्युब रेडै राख्न सक्छु पहिला राखेको मैले सब्सक्रिप्सन सबै हटाइदिएको सबै राख्यो भने $5 $10 $15 भन्दै राख्यो अनि लास्टमा त्यो काट्दै जाँदा त आम्मामा ए आयो मैले यसले पठाएर मैले सुनेको थिएँ तर मैले पुरै सुनिनँ अब हेरौँ यहाँ एकैछिन भाइ तिमीहरू एउटा काम चाहिँ के गर भने नि तिमीहरू अन्डा बनाउनु नबनाऊ यार भाइ तिमी अन्डा नबनाऊ के पो थियो अरे भाइको नाम कस्तो बिर्से मैले निसल होइन कस्तो बिर्से यार उसलाई मलाई उसको यो नाम थाहा छ क्या यो मोक्ष भन्ने थाहा छ होइन कस्तो बिर्सेको लु मैले दिमागमा आएको या नाम नआएको तर भाइ तिमी अन्डा नबनाऊ भाइ यत्रो अस्ट्रेलिया बसेर त्यस्तो अन्डा हो भने काम छैन कस्तो बिल्ला अन्डा छि यो भाइ पनि कस्तो सुन्ने छ पुरा रक्सी खान्छ क्या हो कस्तो रक्सी खाएको जस्तो सुन्ने छ यो भाइ लु दारी सारी तड्का दामी खुसी पायो भने के मर्का मलाई दामी लाग्यो मलाई यो जसरी इन्ट्री हो मलाई दामी लाग्यो है यो एजेक्स हो मलाई थाहा छ म उसलाई चिन्दिनँ कहिले चिनेको छैन नातागातै छैन हाम्रो Yes. Yes, sir. अनि उसले लाख भयो भन्दैमा 1000 उसले बिर्सिँदैन तर जेसुकै जसले भन्यो मलाई त्यो एजेक्स जसरी इन्ट्री गर्यो मलाई एकदम राम्रो लागेको थियो त्यो इन्ट्री चाहिँ एकदम राम्रो लागेको थियो लिरिक्स फक द्याट लिरिक्स उसलाई भनेको होइन नि फेरि म लिरिक्सको बाल दिने मान्छे नै होइन फट्टै दिमागले मेरो स्वाट सुनेर थाहा पायो लिरिक्स म भाइबमा बग्ने मान्छे हो भाइबमा लिरिक्समा जेसुकै भन ए हुँ गरेर मलाई मतलब छैन तर तिमीहरूले मलाई भाइब दिन सक्यो म हल्ला ओहो भन्ने भयो भने दामी हो लिरिक्सको मतलबै छैन भाइ लिरिक्स गाना तर मलाई एजेक्सको इन्ट्री दामी लागेको थियो अब रेक्स आयो यहाँ यो भाइले मलाई पहिला डिस हानेको नि यो रेक्सले मलाई पहिला जोतमा डिस हानेको क्या अब जोतमा उसको मैले केही खाइदिएको पनि छैन
उसलाई के भएको नि जोत्न अब उसलाई त्यो आरिस भित्रबाट त्यो अब ऊ सानो मान्छे होइन अनि यत्तिकै म आएर बोलेको भाइरल भएको उसले देख्यो अनि आरिस चलन तर ऊ सानो थियो अहिले ऊ ठुलो भइसक्यो उसमा त्यस्तो केही छैन मनको एकदम राम्रो छ राम्रो मान्छे छ म चिन्छु नि लाडो आयो भन्दैमा असार बिर्सिन्न लाग्दयो भन्दैमा म हजार बिर्सिन्न म छिर्यो भन्दैमा म कहिले बजार बिर्सिन्न उसमा जान्छु तो जान्छु तर चस्मा बिर्सिन्न महँगो बेडमा खान्छु कहिले काहीँ तर डस्ना बिर्सिन्न यो दामी लाग्यो मलाई दामी लाग्यो यो दिमाग भएको मान्छे रहेछ दिमाग भएको मान्छे रहेछ भाइ काहीँ तर डस्ना बिर्सिन्न उसमा जान्छु तो जान्छु तर चस्मा बिर्सिन्न महँगो बेडमा आँखा रातो हुन्छ काहीँ तर डस्ना बिर्सिन्न अनि खुदिजा बहिनी घरमा जाने रस्ता बिर्सिन्न दामी लाग्यो भित्र मेरो 10 लाख उल्टा बस्दा बिर्सिन्न तिम्पानीको झोलसँग दामी चख्ना बिर्सिन्न दिन ढाडे यो टोल भित्र भएको लफडा बिर्सिन्न महिना दिन बित्यो भन्दैमा म हप्ता बिर्सिन्न कता गइनी जे गरे नि आफ्नो धन्दा बिर्सिन्न जति सक्सेस भए पनि चढ्न बिर्सिन्न यो राणी आयो हो यो राणी यो फेरि तिमीहरूले ए तपाईँले त जाबरी यो मेरो भाइ हो मेरो यो धन्दा बिर्सिन्न के भन्यो जता गइनी जे गरे नि चुरोट हानेको जति सक्सेस भए पनि चढ्न बिर्सिन्न माथि पुगे पनि कहिले कट्न बिर्सिन्न ल है कमाए पनि कहिले कर्जा बिर्सिन्न लान्छु 30 लाख रुमा लाउन पर्दा बिर्सिन्न गर्न बिर्सिन्न ले त कस्तो के कुरा गरेको यार त चिग्नेले यार बनाउँछ तँ भर्न बिर्सिन्न अरे अनि तँ कसरी बनाइस् त अनि भर्नै बिर्सिस् भन्ने अनि चिग्ने त्यो के हो त्यो बिल्ला हानेको होइन नि फेरि मैले यो पनि मनको राम्रो छ यो पनि एकदम राम्रो छ मनको ए अझै लास्टमा एकचोटि डुङ्ग हुनु पर्थ्यो क्या मैले यता भिडियो हेरेन के गरेर लास्टमा सबको हातमा चुरोट छ हेर तिमीहरूले ज्यान त के भयो एकैछिनमा अर्कै भएछ त गाना स्टार्ट हुँदा अर्कै थियो सकि त अर्कै भएछ त्यो भाइ ठाउँमा आएछ बल्ल ठाउँमा आएछ भाइ हो मलाई त्यो एजेक्स आएको मलाई राम्रो लाग्यो मैले फर्स्टमा मलाई यो मेरो भाइले यो एजेक्स भाइको मलाई एउटा कुन गीत पठाएको थियो कि यस्तो स्वर सुने कि अनि यस्तो स्वर सुन्दै मैले त्यति बेलै भनेको थिएँ भाइ यो कि मान्छे फ्लप भएर जान्छ होइन कि खतरा भरै जान्छ लाइक भोइस चाहिँ त्यस्तो खालको छ कि मान्छेले भोइस चाहिँ नि कि रुचाउने एकदम रुचाउने कि रुचाउँदै नरुचाउने टाइपको छ यो भोइस भनेर भनेको थिएँ तर मलाई चाहिँ रुचेको थियो तर मेरो धारणा चाहिँ त्यस्तो थियो अरूलाई त्यस्तो हुन सक्ला भनेर तर यो भाइ कस्तो युनिक छ अलिकति हो त्यो मेरो साथी तर म डन्डा बिर्सिन्न हिजो राति मैले हेनेसी खाए तोम्बा बिर्सिन्न बाडी गर्दै बस्छु जहिले पनि चुमा लोटमा बिर्सिन्न खाल्सबर्ग खान्छु तर म गोर्खा बिर्सिन्न अति नै ज्वाक रहेछ केटी तिमी म तिम्रो थोपडा बिर्सिन्न किस गर्छु तिम्रो घाँटीमा ओठमा बिर्सिन्न कस्तो घाँटीमा किस टिपुमै हान्दिनँ हान्दिनँ नि कस्तो कुरा गरेको भने तँलाई थाहा रहेन रहेछ भाइ खेल तँलाई खेलै थाहा रहेन रहेछ भाइ त भर्खर स्टार्टको रहेछ तँ राति डेटमा गइस् अनि केटी लिएर गइस् भने तँ उ त्यसमा पर्ने हो भाइ तिमी